आजको भिडियोमा चाहिँ हामी कसरी अर्डर उठाउने र कसरी अर्डर छोड्ने त्यसको बारेमा चाहिँ म तपाईहरुलाई देखाउने छु। यो माथिको 3 नम्बर भन्नुपर्ने हुन्छ, 3वटा कोड हैन। यो 832. 832, já confirmaram. कन्फर्म पिकअप पनि गर्यौँ हामीले हैन। यो एड्रेसमा चाहिँ जाने हो हामी। 9,20. Toma, tá aqui 10. Tá 10? Tá 10? Sim, toma, fica com o troco. Tá aqui. Muito obrigado. Tá? Tchau, boa apetite. Moto bonita. Bonito? É, fiz velocidade. 43. 43? Sim. Quanto o preço? Preço 1.000 euros. No, mas... Olha aí, Quantos? olha aí. Quantos? Sabes quanto dá? Isso, eu... 80. 80. Sim. Eu gosto disso. Ah, queres trocar? Não. इधर ही रहता हूँ। हाँ, इधर ही सो जाता हूँ। कि अच्छा आ रहा है माल? नहीं, आज रेट होना चाहिए यार। आज म अनलाइनै नबसिकन निक्लिएको छु भनेपछि अनलाइन बस्दिउँ है त। सो नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै। यो अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। उता रेस्टुरेन्टको काम सकाएर ड्युटी सकाएर फेरि अहिले चाहिँ यो डेलिभरीको लागि निस्केको छु। अनि आजको भिडियोमा चाहिँ हामी कसरी अर्डर उठाउने र कसरी अर्डर छोड्ने त्यसको बारेमा चाहिँ म तपाईहरुलाई देखाउने छु। यसो भिडियो बनाइदिउँ कि भनेर चाहिँ बाहिर निस्केको छु। बाहिर त म सधैँ निस्किने हो छुट्टी भएपछि। सो आजको भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तो देखाउने छु कि धेरैको मेसेज आयो कि कसरी गर्ने के गर्ने हैन, बाटोको नलेजै छैन भन्ने कुराहरू आयो हैन। अनि कसैले त झन् मलाई यहीँ आएरै सिकाइदिनु पर्यो हैन, वहीँ पुगेरै सिकाइदिनु पर्यो भन्नुभएको छ। धेरैले मेसेज गर्नुभयो मलाई त यहीँ आएरै सिकाइदिनुपर्छ तपाईँले जस्तो कुराहरू गर्नुभयो। अनि एकजनाले फेरि मलाई जस्तो के गर्नुहुन्छ मलाई स्क्रिन रेकर्ड गरेर पठाइदिनु भन्नुभयो। सो त्यही भएर म धेरैलाई यसरी मेसेज रिप्लाई गर्न त सक्दिनँ हैन। सो अन्तिमसम्म हेर्नु होला भिडियो, म तपाईँहरूलाई आज देखाउने छु है त। यतापट्टि गीत बजिरहेको छ, फेरि कपिराइट लाग्दिन्छ। अब कुराहरू जानेको कुराहरू सिकाउने हो, के अरे अब हुने कुराहरू सिकाउने हो। अब कुनैले होइन मलाई यहीँ घरमै आएर सिकाइदिनुपर्छ, तपाईँसँगै सिक्ने हो जस्तो कुराहरू गर्नुहुन्छ, नहुने कुराहरू क्या। अनि त्यो हुने सम्भवै छैन। म काममा हुन्छु, उहाँहरूलाई गएर म सिकाइदिनु त्यो सम्भवै छैन हैन। सो त्यही भएर मैले तपाईँहरूलाई भिडियोमा देखाउने कोसिस गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। अनि अर्डर त अहिलेसम्म आएको छैन, हामी अर्डर वेट गर्छौँ। अनि त्यसपछि म तपाईँहरूलाई भिडियोमा नै देखाउनेछु। अहिलेसम्म त अर्डर आएको छैन। अर्डर आएपछि म तपाईँहरूलाई कसरी एक्सेप्ट गर्ने अर्डर अनि कसरी ड्रप अफ गर्ने त्यो पनि देखाउने कोसिस गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला है त। अनलाइन बसिसकेको छु हैन, बोल्टमा पनि अनि ग्लोबोमा पनि। उबरमा चाहिँ म अनलाइन बसेको छैन, उबर पनि रेडी छ, तर उबरमा चाहिँ म अनलाइन बसिनँ हैन। यो अर्डरै आउँदैन किन बस्नु भनेर म उबरमा चाहिँ अनलाइन बसिनँ। अनि साइकलमा त्यति नआउँदो रहेछ। सो त्यही भएर बोल्ट र ग्लोबोमा चाहिँ अनलाइन बसेको छु। अब अर्डर आएपछि त स्क्रिनमा कस्तो देखाउँछ त्यो पनि देखाउने छु, अनि एक्सेप्ट गरेर पनि देखाउने छु। बोलमा खासै अर्डर आउँदैन, बोलको चाहिँ अब अर्डर आयो भने चाहिँ म देखाउने कोसिस गर्नेछु, तर खासै अर्डर आउँदैन बोलमा पनि। उबरमा चाहिँ ग्लोबोमा चाहिँ आइरहेको हुन्छ, त्यही भएर म यसमा चाहिँ देखाउने कोसिस गर्नेछु है त। सो फाइनल्ली 10-15 मिनटको पर्खाएपछि मेरो एउटा अर्डर आइसकेको छ। धेरै टाढाको छैन, नजिकैको हो। यसलाई मैले एक्सेप्ट गरिदिएँ। अनि त्यसपछि यो चाहिँ मेरो क्यास अर्डर हो। यो चाहिँ मैले पिकअप गर्ने ठाउँमा चाहिँ मैले पेमेन्ट गर्नु परेन हैन। अनि यो अर्डर छोड्न जाँदा चाहिँ कस्टमरसँग चाहिँ मैले कति लिनुपर्ने हो त्यो लिनुपर्ने हुन्छ। मैले यो पिकअप गरिसकेपछि चाहिँ यति लिने भनेर देखाएको हुन्छ, त्यो तपाईँहरूलाई म देखाउने छु है त। सो मेरो अर्डर चाहिँ रेडी भएको छैन। अर्डर रेडी भइसकेपछि चाहिँ नोटिफिकेसन आउँछ र म त्यहाँ पुग्नुपर्ने हुन्छ लोकेसनमा हैन। त्योभन्दा पहिले गएर बस्दा पनि हुन्छ, रेडी हुने बित्तिकै उठाएर हिँड्न सजिलो हुन्छ। सो अर्डर रेडी भयो भनेर नोटिफिकेसन आइसकेको छ, रेडी पनि देखाइसकेको छ। सो अब म चाहिँ अर्डर उठाउँछु है त। मेरा ऑर्डर रेडी हो गया, लेकिन कैश वाला आया यार।
क्या करेगा अभी ऑर्डर नहीं आएगा तो ये भी उठाना पड़ेगा मेरो ऑर्डर चाहिँ रेडी भयो ऑर्डर लिन आए चट्टा यहाँ रुकौँ अर्डर लिइसकेपछि चाहिँ हामीले कन्फर्म पिकअप गर्नुपर्छ यहाँनिर चाहिँ म अर्डर वेट गरिरहेको छु अब एकछिन घन्टी बजाएको छु होइन बेल बजाएको छु ढोका खोल्छ अनि हामीले पिकअप गर्ने ठाउँमा आइसकेपछि चाहिँ यो कोड नम्बर भन्नुपर्ने हुन्छ माथिको 3टा या तलको लास्टको 3टा भन्नुपर्छ हामीले अनि त्यसपछि चाहिँ उनीहरूले हाम्रो अर्डर दिन्छ 832 chega ao final. aqui Obrigado, bom trabalho. obrigado Olha. यसरी चाहिँ चाइन लगाउने होइन चलाएको यसरी चाहिँ अघि क्यास अर्डर आएको थियो नि त मेरो क्यास अर्डर चाहिँ मैले यहाँ 9:20 उठाउनु पर्ने हुन्छ €9 20 सेन्ट चाहिँ मैले क्यास लिनु पर्यो कस्टमरसँग कन्फर्म पिकअप पनि गऱ्यौँ हामीले होइन यो एड्रेसमा चाहिँ जाने हो हामी कन्फर्म पिकअप गरेपछि चाहिँ हामी यहाँ पुग्नुपर्छ यसको लागि चाहिँ यहाँ डाइरेक्सनमा क्लिक गर्ने ठ्याक्कै अनि डाइरेक्सन गर्ने 6 मिनटमा पुग्छु म 1.1 किलोमिटर छ अनि स्टार्ट गर्ने अनि यहाँबाट कता कता जाने बाटो देखाउँछ होइन अनि त्यसपछि हामी अगाडि बढ्छौँ क्याले भाइ ल म चाहिँ अर्डर उठाएर निस्कियो सो तपाईँहरूले अलिकति थाहा पाइसक्नुभयो होला अर्डर उठाएपछि चाहिँ डाइरेक्सनमा क्लिक गर्ने डाइरेक्सनमा क्लिक गरेपछि चाहिँ गुगल म्याप अन हुन्छ गुगल म्याप अरू म्याप पनि हुन्छ होइन मैले चाहिँ गुगल म्याप युज गर्छु गुगल म्याप अन गरेपछि चाहिँ उसले कता कता जाने भनेर भनिदिन्छ देखाउँछ पनि अनि यता यो बाटोमा फेरि बच्चाहरू हुन्छन् ख्याल गर्नुपर्छ क्यामेरा के हो बाङ्गो भयो क्या क्यास मैले €9 20 सेन्ट चाहिँ मैले दिनुपर्ने हुन्छ कस्टमरसँग सिग्नलमा वेट गरिरहेको छु 450 मिटर अगाडि छ मेरो लोकेसन चाहिँ अनि सो त्यही हो रमाइलो हुन्छ काम चाहिँ अब स्कुटीमा भए झनै राम्रो हुन्छ होला साइकलमा त गाह्रो हुन्छ त्यही पनि गर्नु पऱ्यो दुःख नगरी कहाँ पैसा हुन्छ त नि होइन वेट भन्नै ठोक्काएन मोबाइलमा हेर्दा हेर्दै अब म 160 मिटर अगाडि 1 मिनट घर नम्बर चाहिँ आफूले हेर्नुपर्छ घर नम्बर कति रहेछ Turn left onto Rua Joaquim Jose Santana, then your destination will be on the left. Your destination is on the left. Bring me into golden sunlight. If I'm going with you, I will get to €9 e 20 centos. Toma, tá aqui, deixa. sing. Tá, deixa. É desse? Sim, toma, fica com o troco. Tá aqui. Muito obrigado. Tá? Tchau, boa apetite. Moto bonita. Bonito? E é fixe, velocidade. 43. 43? Sim. Quanto o preço? Preço €1.000. Não, mas Olha aí, quantas? olha aí. Quantas? Sabes quanto dá? Isso eu... 80. 80. Sim. Eu gosto desse. Ah, queres trocar? Não. Obrigado. Com Deus, meu irmão. €10 दियो अब €9 कति 20 सेन्ट उठाउनु पर्ने थियो मलाई 80 सेन्ट चाहिँ नाफा भयो 80 सेन्ट चाहिँ टिप्स राख भन्छ के अरे त मैले अर्डर दिइसकेँ अनि त्यसपछि कन्फर्म ड्रप अफ गरिदिएँ €9 20 सेन्ट लिएँ €10 दिएको थियो 80 सेन्ट चाहिँ मलाई टिप्स भयो होइन यो क्यास अर्डर उठाउँदा चाहिँ अलिकति यही फाइदा हुन्छ अलिकति भयो भने टिप्स मिल्छ मेरो कुरा गर्दा गर्दै मेरो अर्डर पनि आयो पिज्जा हटबाट यहीँ नजिकै यहाँबाट अनि मैले अर्डर चाहिँ एक्सेप्ट गरेँ यो चाहिँ क्यास होइन यो चाहिँ पेमेन्टवाला अनलाइन पेमेन्टवाला हो यो पेमेन्ट गरिसकेको छ मैले चाहिँ त्यहाँ कस्टमरसँग गएर पैसा उठाउनु पर्दैन होइन सो एक्सेप्ट गरिदिएँ यसलाई मैले रेडी छ अर्डर त्यसपछि यहीँ नजिकै 4 मिनट म चाहिँ यहीँबाटै घुमेर जान्छु क्या यतापट्टि आएको छु अनि यतापट्टिबाटै जान्छु क्या डाइरेक्ट
तल म्याकडोनल्डमा जाउँ भनेको तर अब यतै नजिकैबाट ठ्याक्कै अर्डर आइदियो बोताद 694 694 पिज्जा हाल्नलाई चाहिँ हाम्रो झोला सानो हुन्छ सो यो झोलालाई चाहिँ अलिकति ठुलो बनाउन मिल्छ होइन खोलेर सो त्यसको लागि चाहिँ म यो झोलालाई अलिकति ठुलो गराउँदैछु खोल्दैछु होइन खोलेपछि चाहिँ ठुलो पिज्जाहरू अट्छ नि त पिज्जा हाल्नु चाहिँ माथिबाट मिल्दैन सो त्यही भएर हामीले झोला खोल्नुपर्ने हुन्छ खोलेर राख्नुपर्छ यसरी प्लास्टिकहरू राखेको छु होइन ब्याट्रीको लागि मैले यहाँ बाहिरसम्मै आएको छ कि झोला पुरै बाहिरसम्म अझै पनि खोल्नु पर्ने झोला त अहिले त ठुलो भयो पनि कन्फर्म पिकअप गरिदिएँ अब चाहिँ ड्रपअप गर्नुपर्ने रहेछ मैले सो मैले अर्डर उठाएर हिँडिहालेँ होइन दौडी अब उकालो छ अलिकति उकालोमा अलिकति टान्न गाह्रो हुन्छ साइकललाई मेरो साइकललाई कन्फर्म पिकअप गरिसकेपछि चाहिँ तपाईँहरूलाई छोड्ने लोकेसन दिन्छ त्यसपछि चाहिँ तपाईँहरूलाई माथिको घर ढोका नम्बर र अनि त्यसपछि तल फ्लोर नम्बर लेखिदिएको हुन्छ त्यहाँनिर तपाईँहरूले हेरेर पत्ता लगाइहाल्नुहुन्छ त्यो तपाईँहरूलाई सिकाइरहनु पर्दैन होइन माथि घर नम्बर लेखिदिएको हुन्छ अनि त्यसपछि फ्लोर नम्बर लेखेको हुन्छ 2 एस्केर्दा 2 डिरेक्टो यस्तै यस्तै लेखिदिएको हुन्छ 58 नम्बर घर होइन 58 नम्बर घर अनि 5 एस्केर्दा 5 एस्केर्दा यसरी चाहिँ घर नम्बर थाहा हुन्छ होइन ढोकामा चाहिँ 58 नम्बर अनि कति नम्बर फ्लोर हो त्यो चाहिँ तल लेखेको हुन्छ यहाँनिर यसरी 5 स्क्वायर टु ट्याक्कै दबाउने अनि त्यसपछि चाहिँ ढोका खोलिदिन्छ उनीहरूले कस्टमरले अब चाहिँ म कन्फर्म ड्रपअप गरेर देखाउँछु यो दिइसकेपछि सामान सो मैले अर्डर दिइसकेँ होइन यो झोलालाई सानो ग्राम लास्ट ठुलो भयो त्यसपछि चाहिँ अर्डर दिइसकेपछि चाहिँ कन्फर्म ड्रपअप गरिदिने त्यसपछि अर्डर कम्प्लिट भयो फेरि अर्को नेक्स्ट अर्डरको लागि वेट गर्नुपर्ने हुन्छ साइकल चाहिँ यसरी खम्बामा बाँध्नुपर्छ होइन बाँधेन भने चाहिँ चोरी हुने एकदम धेरै सम्भावना हुन्छ स्कुटीहरू त त्यो पर्दैन होइन यो साइकल चाहिँ उठाइदिन्छ चोरहरूले सो त्यही भएर चाहिँ यसरी खम्बामा कहाँ छ खम्बा खोजेर बाँधेर राख्नुपर्छ किनकि उडाइदिन्छ फेरि 2 युरो कमाउनु चक्करमा अनि 800-900को घाटा लाग्छ नि त जिन्दगानीमा अर्डर कम्प्लिट गरेँ मैले 2टा अर्डर कम्प्लिट गरेँ सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला च्यानलमा नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भिडियो पनि धेरै लामो नबनाऊ होइन सो यति नै अनि बाँकी म एडिट गरेर भोलि पर्सितिर हाल्छु अनि टिकटकमा पनि फलो गर्नु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु पऱ्यो अनि कमेन्ट पनि गर्नु होला कस्तो खालको भिडियो बनाऊ त्यो पनि कमेन्ट गर्नु होला है त सो यति नै गाइस र भिडियो कम्प्लिट गर्नुभन्दा पहिले म तपाईँहरूलाई 2टा अर्डरमा कति कमाएँ त्यो पनि देखाउने छु है त यो चाहिँ मेरो 2टा अर्डर थियो यहाँ माथिको 2टा अर्डर अनि 2टा अर्डरमा मैले 4 युरो कमाएँ भनेपछि एउटा अर्डरमा 2 युरो अब त्यति टाढा पनि थिएन 1 किलोमिटर 1.5 किलोमिटरको अर्डर थियो धेरै टाढा पनि थिएन सो मैले यति नै कमाएँ लगभग 1 घन्टा हुनै लाग्यो 1 घन्टामा जम्मा यति कमाएँ कहिलेकाहीँ यस्तो हुन्छ मैले खासै वेट त गरेँ होइन त्यही पनि अब लामो भइरहेछ 1 घन्टा भयो झन्डै अनि मैले अघि क्यास अर्डर पनि उठाएको थिएँ क्यास अर्डर चाहिँ मेरो 9:20 को थियो यो चाहिँ मैले कमाएको पैसाबाट काट्छ यहाँबाट टोटल पैसाबाट चाहिँ यहाँबाट चाहिँ मेरो पैसा काटिदिन्छ 31 युरो भएको छ 31 युरोबाट 11 युरो 8 युरो कति काटिदिन्छ होइन यसरी पछि मिलाउँछ एडजस्ट गर्छ सबै सो यति नै है त गाइस यति नै है तपाईँहरूले कसलाई कमेन्ट गर्नु होला है त च्यानलमा नयाँ साथी हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु सो मैले चाहिँ बोल्टमा अर्डर देखाउँछु भनेको बोल्टमा मरिगयो अर्डर आएन यार अहिलेसम्म अनि सो यसको लागि चाहिँ क्षमा चाहन्छु माफी चाहन्छु सरी होइन
अनि नेक्स्ट टाइम चाहिँ मलाई अर्डर आयो भने चाहिँ तपाईँहरूलाई देखाउने छु है त। बोर्डमा अर्डरै आएन यार अहिलेसम्म। 1 घन्टामा जम्मा 4 युरो कमाइ, के को कमाइ हुन्थ्यो यसमा? कहिलेकाहीँ चाहिँ हुन्छ नहुने होइन, तर कहिलेकाहीँ यस्तै हो।